यो हो नेपालको संविधान। नेपाली संविधानको पाना पल्टाउँदै जाने हो भने नेपालको 3वटा अङ्गहरूको व्याख्या गरेको पाइन्छ। भाग 7मा कार्यपालिका, भाग 8मा व्यवस्थापिका र भाग 11मा न्यायपालिका। यी 3वटै राज्यका अङ्गहरूले सम्पूर्ण राज्य चलाउने आधार दिए पनि जुन निकायमा व्यक्तिलाई योग्यता र क्षमताका आधारमा राख्नुपर्ने हो, ती निकायहरूमा आफ्ना मान्छे राखेर कसरी पुराना दलहरूले सिस्टमलाई कब्जा गरेका छन्, कसरी नयाँ नेतृत्व आउने बित्तिकै जनताले चाहेको परिवर्तन किन सजिलै आउँदैन। आउनुहोस् आजको भिडियोमा बुझ्ने कोसिस गरौँ। यो सबैको सुरुवात हुन्छ निर्वाचनबाट। नेपालमा हरेक 5-5 वर्षमा प्रतिनिधि सभा निर्वाचन हुन्छ। प्रतिनिधि सभालाई इङ्ग्लिसमा लोअर हाउस पनि भनिन्छ। यसका साथै नेपालमा अर्को सदन राष्ट्रिय सभा अर्थात् अप्पर हाउस पनि हुन्छ। प्रतिनिधि सभामा कुल 275 सिट हुन्छन्, जसलाई 2 भागमा विभाजन गरिएको हुन्छ। प्रत्यक्षतर्फ 165 सिट र समानुपातिकतर्फ 110 सिट हुन्छन्। प्रत्यक्षलाई देशको 165 क्षेत्रमा विभाजन गरिएको हुन्छ भने एउटा क्षेत्रबाट एउटा जनप्रतिनिधि चुनिन्छ, तर समानुपातिक भने हल्का फरक हुन्छ। यो प्रक्रियामा पुरै देशलाई एउटा क्षेत्र मानिन्छ। जनताले जुन पार्टीलाई जति भोट दिन्छन् त्यसलाई हिसाब गरेर समानुपातिक सिटमा विभाजन गरिन्छ। यसबाट 110 र प्रत्यक्षबाट 165, जम्मा 275 सदस्यको प्रतिनिधि सभा अर्थात् संसद बन्छ। सांसद बनेपछि यसै संसदबाट केही प्रतिनिधि प्रधानमन्त्रीका लागि नाम दर्ता गर्छन्। सदनको बहुमतले जसलाई भोट दिन्छ उक्त सांसदलाई नेपालको संविधान धारा 76 अनुसार नेपालको प्रधानमन्त्रीमा नियुक्ति गरिन्छ। संसदको मुख्य काम भनेको ऐन कानुनबारे छलफल गर्ने, नयाँ कानुन बनाउने र संशोधन गर्ने हो। ती व्यक्तिहरूले राज्य र राज्यका संस्थाहरूलाई गहिराइमा बुझेको हुनुपर्दछ, किनभने उनीहरूले बनाएको ऐन र कानुन पछि अर्को अङ्ग कार्यपालिकाले प्राथमिकता दिन्छ र राज्य त्यही अनुसार चल्छ। तर राजनीतिक दलहरूले चुनावमा राजनीतिक स्वार्थ बोकेका, ऐन कानुनबारे बेखबर रहेका अथवा ऐन कानुनलाई तोडेर आफ्नो पोलिटिकल गेन गर्न जानेका र पैसा उडाउन सक्ने व्यक्तिलाई मात्र अगाडि सार्छ, जबकि एक्सपर्ट मानिसलाई अघि सार्नुपर्ने हो र सारा समस्या यहीबाट सुरु हुन्छ। अब संसदीय चुनाव जस्तै प्रदेश र स्थानीय चुनाव छुट्टा छुट्टै हुन्छ र यही प्रदेश र स्थानीय तहबाट छानेका जनप्रतिनिधिहरूले अर्को सदन बनाउँछन्, जुन हो राष्ट्रिय सभा अर्थात् अप्पर हाउस। राष्ट्रिय सभामा कुल 59 जना सदस्यहरू हुन्छन्। त्यसमा पनि 56 जना भने निर्वाचन मण्डलबाट चुनिएर आउँछन्, अर्थात् हरेक प्रदेशबाट 8-8 जना गरी कुल 56 जना चुनिन्छन् र यी सदस्यहरू छान्नको लागि हरेक प्रदेशका प्रदेश सभा सांसद र स्थानीय तहका मेयर उपमेयरहरूले चुन्छन्। हामीलाई थाहा छ हरेक प्रदेश सभा सांसद र मेयर उपमेयरहरू कुनै न कुनै राजनीतिक स्वार्थ बोकेका हुन्छन् र यहाँ पनि भारी मात्रामा राजनीतिक व्यक्तिहरूले नै राष्ट्रिय सभाका सदस्यहरूको सेलेक्सन गर्दा यहाँबाट चुनिएका व्यक्तिहरू पनि राजनीतिक स्वार्थमा हुन्छन्। यी त 56 सिटको लागि भयो। बाँकी रहेका 3 सिट भने राष्ट्रपतिले नियुक्ति गर्छन्। राष्ट्रिय सभालाई अभिभावक रूपमा पनि हेरिन्छ। त्यसैले प्रतिनिधि सभाबाट पास भएको बिल केही त्रुटि देखियो, सच्याउनु पर्ने भयो अथवा जनताको हितमा छैन भने राष्ट्रिय सभाले उक्त बिल खारेज पनि गर्न सक्छ। राष्ट्रिय सभामा त विज्ञहरू राखिनुपर्ने हो, जसको राजनीतिक स्वार्थ हुँदैन। ऐन कानुन राज्य आदिलाई गहिराइमा बुझेको हुनुपर्दछ। तर राष्ट्रिय सभा त अहिले राजनीतिक स्वार्थ बोकेका मात्रै छन्। अब अर्को कुरा, राष्ट्रिय सभाका सदस्यहरूको कार्यकाल 6 वर्षको हुन्छ। हरेक 2 वर्षमा 1/3 सदस्यहरू मात्र फेरिन्छन् र नयाँ सदस्यहरू चुनिन्छन्। यसरी राष्ट्रिय सभामा कहिले पनि सिट खाली भइराख्दैन। तर यसले गर्दा राजनीतिक दलहरूको राष्ट्रिय सभामा पकड रहिरहन्छ। देख्नुभयो नि कसरी पुराना दलहरूले आफू सरकारमा नभए पनि कसरी घुमाउरो पारामा पावरमा बसिरहने व्यवस्था बनाएका छन्। यो यहाँ मात्र सीमित छैन, राज्यको अर्को निकायमा संसदीय समितिमा पनि उत्तिकै देखिन्छ। नयाँ नीति नियमबारे छलफल गर्दा
बैठकमा समय सीमित हुन्छ। बहस प्राय राजनीतिक अभिव्यक्तिमा केन्द्रित हुन्छ। यो कुरालाई समाधान गर्नलाई संसदभित्रैबाट एउटा कमिटी बनाइन्छ, जसले नयाँ ऐन कानुन बनाउँदा गहिरो र विस्तृत छलफल गर्छ। अब यो समिति ती 275 जना सांसदमध्ये चुनिएका एक सानो समूह हो। अब यो समितिको पनि 10 वटा उपसमितिहरू हुन्छन्। अब यी उपसमितिहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरू राख्नुपर्ने हो। तर राजनीतिक स्वार्थ पूरा गर्न राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरू उठाएर तिनै व्यक्ति निर्वाचित भएर आएर यी समितिहरूमा पनि लिड गर्ने उस्तै व्यक्ति हुन्छन्। पुराना दलहरूले यस्तो टेक्निकल ठाउँमा पनि भागबण्डाको खेल चल्छ। तर यो पोलिटिकल भाइरसको जरा एकवटा दुईवटा मात्र होइन, सम्पूर्ण निकायको जगसम्म फैलिएको छ। अर्थात् न्यायपालिका पनि यसबाट चोखो छैन। प्रधान न्यायाधीश अर्थात् सर्वोच्च अदालतको सबैभन्दा ठुलो अधिकारी। प्रधान न्यायाधीशलाई संवैधानिक परिषदले सिफारिस गर्छ। सिफारिस गरिएको नाम संसदीय सुनवाई समितिमा जान्छ र यो समितिका सांसदहरूले सिफारिस भएको व्यक्तिको इमान्दारिता, स्वतन्त्रता, अगाडि लडिएका केस आदि बारे सोधपुछ गर्छ। यदि समितिलाई उत्तर मन पर्यो भने राष्ट्रपति समक्ष यो नाम सिफारिस हुन्छ र यही सिफारिस अनुसार नयाँ प्रधान न्यायाधीश नियुक्ति गर्छन्। प्रधान न्यायाधीशको कार्यकाल 6 वर्षको हुन्छ। नियमअनुसार 65 वर्ष कटेको हुनु हुँदैन। उनको मुख्य काम अन्तर्गत सर्वोच्च अदालतमा आएका मुद्दाहरूको अन्तिम निर्णय गर्नु, संवैधानिक मुद्दाहरूको निर्णय र संरक्षण गर्नु आदि हो। अब यो संवैधानिक मुद्दाहरूको निर्णय गर्दा राजनीतिक दबाव नआउने भन्ने कुरै भएन। प्रधान न्यायाधीश जस्तो पदमा बसेपछि उनको काम भनेको स्वतन्त्रता र निष्पक्ष हुनु हो। तर विडम्बना, उनीहरूकै संवैधानिक परिषद, उनीहरूकै संसदीय सुनवाई समिति, उनीहरूकै सिस्टम, उनीहरूको ऐन र कानुन। हेर्नुहोस् त, यसले नेपालको सिस्टममा गम्भीर त्रुटि छ भन्ने पुष्टि हुन्छ। यो पोलिटिकल भाइरस व्यवस्थापिका कार्यपालिका मात्र नभएर सबैभन्दा दुःखद न्यायपालिका जस्तो समितिमा पनि छ। यो कुनै व्यक्ति आएर आजको भोलि सल्भ गर्ने कुरै भएन। पुराना दलहरूले बनाएको सिस्टम भत्काउन कम्तीमा पनि 4-5 वर्ष लाग्छ। संवैधानिक नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप हटाउन सालौँ लाग्छ। अब यो सब कुरा पुराना पार्टीहरूलाई प्रतिबन्ध लगाएर आउने बाला छैन। अर्थात् उनीहरूकोबाट पनि योग्य व्यक्ति आउनै पर्छ। यसको सुरुवात कहीँ न कहीँबाट गर्नुपर्छ। यसको सुरुवात हो फागुन 21। चुनाव आउँदैछ। भोट हाल्दा हाम्रालाई भन्दा पनि राम्रालाई हाल्नुहोला। धन्यवाद। थ्याङ्क यू फर वाचिङ।